हेलो एभ्रिवान अनि आज हामी जाँदैछौँ फिल्म हेर्नको लागि। कुन फिल्म भन्दाखेरि पोस्टर हेरेर नै थाहा पाउनुभयो होला। अनि यो चाहिँ सिन खतरा आइरहेको थियो, त्यही भएर हामीले एक दुईवटा फोटो भिडियो खिच्यौँ। अनि यो चाहिँ हाम्रो यो ग्रुप हो, फिल्म हेर्न गएको चाहिँ 6 जना गएको थियौँ। अनि यो हो माछाको यस्तो भिडियो बनाइयो। अनि यो हो अब फिल्म हेर्नको लागि फिल्म हल हो यो चाहिँ। अनि यहाँ चाहिँ मान्छे आउँदैछन्, फिल्म हल चाहिँ एकदमै फुल नै थियो। अब स्टार्ट हुन्छ फिल्मको आँखाभरि आँसु परी रातो घुम्टो ओढी, आँखाभरि आँसु परी रातो घुम्टो ओढी। फिल्मको त्यो बिहेवाला सिन चाहिँ एकदम इमोसनल छ है। अनि हामी चाहिँ अब ब्रेक भएको थियो, त्यो ब्रेकमा चाहिँ पपकर्न लिनको लागि बाहिर पपकर्न लिँदा पनि लाइन लाग्न पर्छ, कहाँ जाने हो। अनि यसै गरी लास्टमा फिल्म भ्याइन्छ। यो भनेको फिल्म भ्याइएपछिको सबैले आँसु बुझ्दै थिए है, आँसु बुझ्दै। एकदमै फिल्म चाहिँ एकदमै राम्रो छ। तपाईँ पनि हेर्न आउनु होला, एकदमै रमाइलो छ। अनि अब हामी घर जाने बेला हुन्छ, घर जाने बेलामा चाहिँ गाडी आउँदैन। गाडी नआइसकेपछि चाहिँ हामी अटोमा जानुपर्ने हुन्छ। यहाँ भइरहेको छ अटोमा बार्गेनिङ। अनि यसै गरी अब हामी लाग्छौँ अटोमा बुटुलबाट घरसम्म। अटोमा आएको चाहिँ फर्स्ट टाइम राति, चिसो चिसो मौसम थियो। अनि खतरा रमाइलो गर्दै आइयो, झुल्दै झुल्दै झाँकिँदै झाँकिँदै खतरा है। अनि घरैसम्म आइयो। अनि यतिखेर चाहिँ बजेको थियो 12 बजेको थियो। अनि हामी घर आउँदा चाहिँ ठ्याक्कै 1 जति भएको थियो। भनेपछि राति फिल्म हेरेर हामी आइपुग्यौँ घर। ल